नमस्ते मेरो फेसबुकको साथीहरुलाई र आज म सानोबडे यो डाइसको ट्रिक देखाउन गइरहेको छु। सबैजना डाइसको त अब लभरहरु धेरै होला र डाइसमा पैसा मार्नु छ भने चाहिँ यो खेलाउनेहरुको चाहिँ कस्तो पाराले हल्दा कुन चाहिँ दबाउँछ त्योबाट तपाईहरुले मार्न सक्नुहुन्छ। हेर्नुस् ल, यहाँ अहिले हेर्नुस् तपाईको पाना 3 छ हो। अब यसलाई चाहिँ कस्तो पाराले हलाउँदाखेरि कुन चाहिँ दबाउँछ म तपाईहरुलाई देखाउँदै छु। हेर्नुस् है, यसरी राखेर चाहिँ 1 2 3 गरेर ढाकेर राखेको छ भने चाहिँ यसमा के दबाउँछ भने जाँच आउँछ। हेर्नुस् ले, तपाईलाई म विश्वास लाग्यो यो हल्लाको भने जस्तो यस्तो 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 पारेर ढाकेर राखेछ जाँच 100% जाँच थाप्नुस्। यसमा हेर्नुस् त, तपाईले क्यामेरा एकदम क्लियर देखाइदिनुस् ल। ओके, हेर्नुस् जाँच 3 देखिरहनु भएको छ, जाँच 3। अब अर्को पनि देखाउँछु तपाईलाई, अर्को ट्रिक पनि हेर्नुस्। यसरी हालेर ढाके बङ्गाएर चाहिँ यो रोलिङ टाइपको हलाउँछ। जस्तो रोलिङ, यस्तो रोलिङ टाइप गरेर हलायो भने चाहिँ यसमा चाहिँ के आउँछ भन्दाखेरि चाहिँ यस्तो रोलिङ पाराले जब हलाउँछ, यस्तो रोलिङ गर्दाखेरि कालो दबाउ आउँछ। हेर्ने यसमा चाहिँ के आइरह्यो 100% मैले यसरी हलाउँदा चाहिँ चुडिया चुडिया 1 2 3 4 कति 6 पनि आउँछ। त्यसमा पनि तपाईले मार्न सक्नुहुन्छ। हेर्नुस् के आछ त, हेर्नुस् त चुडिया 1 2 3 4 चुडिया 4 आएको छ। तपाईले यसरी नै मार्न सक्नुहुन्छ। यो चाहिँ एउटा ट्रिक यो हलाउनेको बाट हुन्छ, त्यही कारण तपाईहरु सिकिराख्नुहुन्छ। यो अब अर्को पनि देखाउँछु तपाईलाई, हेर्नुस् ल। फर्स्टमा तपाईले यो भयो यसो गरेर राख्यो भने चाहिँ जाँच आउने चान्सेस छ। यो रोलिङ गरेपछि चाहिँ चुडिया आयो। अब हेर्नुस् फेरि चुडिया 4 आइरहेछ। यो चाहिँ तपाईले टक्कै हाल्नु बित्तिकै यसमा चाहिँ फेरि यो पनि गर्यो यो पनि गर्यो भने चाहिँ टक्कै राख्दा के आउँछ भन्नुस् त, कस्तो 1 2 रोलिङ गरेर ढाके राख्दाखेरि के आउँछ, झन्डी आउँछ। झन्डी यहाँ हेर्नुस् त, देख्नु भयो झन्डी 3 आइरहेछ। तर अर्को दाउ नि आएछ, इटा पनि आएछ हो। रातो दाउ पनि कसरी आउँछ त्यो पनि हलाएर देखाइदिन्छु म तपाईलाई। हेर्नुस् ल, रातो दाउ कसरी आउँछ त्यो पनि देखाइदिन्छु। हेर्नुस् है, राम्रोसँगले मार्नुहुन्छ। डाइस अहिले दसैँ चलिरहेछ, पैसा यसो गोजीमा 500 मात्रै छ भने 500 र लटक्क आउँछ। अब रातो दाउ निकाल्दा के गर्नुस् हेर्नुस् ल। अब यो हाल्यो मैले ढाक्दै अघिको चाहिँ 1 2 यो गर्दाखेरि चाहिँ के निस्केको थियो, झन्डी निस्केको थिएन। अब चाहिँ मैले यसलाई चाहिँ टक यसो गरेर चाहिँ यो गरेँ। अन्त यो माथि हलाउँछ नि यसरी लामो लामो हलायो भने चाहिँ ढ्याक 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 हलाएर टक्कै राखेछ भने चाहिँ के आउँछ भने इटा आउँछ। इटा आयो भने मैले तपाईँलाई ग्यारेन्टी भनेको छु। यो ट्रिक चाहिँ प्रायःलाई म थाहा छैन होला। हेर्नुहोस् ल, अब हेर्नुहोस् त यहाँ इटा कति आयो, इटा 4 आएको छ। हेर्नुहोस् है, त्यही कारणले भन्छ डाइस लभर चाहिँ यो चाहिँ 1 नम्बर सिकाइरहेको। पैसा धेरै मार्नुहोस्, मार्यो भने मलाई कमेन्ट गर्नुहोस्। अब यसरी हल्लाएर तपाईले छोप्नु पर्यो, अब चाहिँ के आउँछ त्यो भन्नुहोस् त। यसमा अब तपाईँलाई के आउँछ भन्दाखेरि चाहिँ 110% यसमा चाहिँ झन्डी आएको छ। हेर्नुहोस् ल, हेर्नु नि भयो झन्डी चाहिँ रातो कलरको लाग्छ।